आजको भ्लग चाहिँ अब भ्लग नै के भन्ने हो के थाहा छैन। अब कहाँ जाँदैछु के गर्दैछु त्यो केही फिक्स नै छैन। अब बेलुकाको 6:45 भइसक्यो। अब एक मनले सोध्छु मेट्रो स्टेसन जाउँ कि भन्ने पनि लाग्छ। मेट्रो बस आउँछ यहीँ अगाडि। अब आफ्नो भिल्लादेखि हिँड्दै आइयो यतासम्म। अब यहाँ 30 को नजिकमा 31 मा मेट्रो बस आउँछ। यहाँबाट हल्का सर्टकट हुन्छ। यदि बस चढ्यो भने मेट्रो स्टेसन 15 मिनटमा पुगिहाल्थ्यो। अब मौसम पनि फेरि बिन्दास छ, फेरि घुम्ने लायकको छ। के भन्ने अब हेरौँ। अब मेट्रो बस चढेर गयो भने ठिक छ, मेट्रो स्टेसन देखाउँछु। अब मेट्रो बस त उता आइसके जस्तो छ। झ्याउ लाग्दो भयो आज त, कतै नि गएन। हेरौँ के हुन्छ। कहिलेकाहीँ नसोचेको काम पनि गरौँ जस्तो लाग्छ। अब के भन्नु, सोचेको छैन बाहिर जाउँ जस्तो लागेको थिएन। तर रुमभित्रै मात्र कति बस्नु भनेर होइन बाहिर निस्के। बस पनि आउँदैछ है, बस पनि आउँदैछ। अब स्टेसनमा चाहिँ यस्तो पोल राखेको हुन्छ, यो सोलर जस्तो होइन, त्यहीँ बस्ने हो हामी चाहिँ। बस कुरेर यतिखेर चाहिँ अगाडि स्टप भइरहेको थियो। मेट्रोभित्र बसेँ। बाहिर पनि देख्न सक्नुहुन्छ पुरै बत्तीहरू बलिसकेको थियो। ठ्याक्क घाम अस्ताउने बेला। यहाँनिर चाहिँ अब मेट्रो स्टेसन ठ्याक्कै देख्न थाल्यो। मेट्रो स्टेसन बत्ती बलेर चाहिँ झक्की झकाउ भइसकेको अवस्था। हल्का रातो कलरको बत्ती चाहिँ धेरै युज गर्दो रहेछ म्याक्सिमम। मेट्रो स्टेसन नि आयो गाइस। बस पार्क हो यहाँ चाहिँ, पुरै बस पार्कै पार्क छ, देख्न सक्नुहुन्छ। अब रातको बेलामा कस्तो देखिन्छ त होइन। अब जुन पनि लागिरहेछ, रमजानको बेला हो, यो त अभियसली हुने नै भइहाल्यो। जानु पर्यो, 6:15 लागेछ। पुरै भयङ्कर छ। अब यस्तो छ भयङ्कर स्थिति। टाइम पनि भइरहेछ बिस्तारै। मेट्रो स्टेसन गेट पनि आयो। यहाँ लेखेको छ ट्रेनको लागि भनेर। अब आफू त सिङ्गल हिँडिरहेको छु, आउँदिनँ जस्तो लागेको थियो, तर झ्याउ लागेर आइदिएको। कार्ड स्वेप गर्नुपर्छ, कति छ पैसा होइन। कार्ड यहाँ पैसा दिएको छैन, साह्रै मात्र भयो। 4 रुपियाँ बाँकी देखायो। मेट्रो स्टेसन त यस्तो पो छ त। अब यहाँबाट माथि गएपछि ट्रेन आउँछ। ट्रेन त अब चोटा माथि छ। चोटा भन्छ के भन्छ, तला माथि। यहाँबाट स्ट्यान्डर्ड मेट्रो आइरहेछ होइन। गेट खुल्छ अब। यहाँबाट टक्क गेट खुल्छ। कोही छैन यहाँ, कोही छैन। सबकै सिङ्गल बस्दिने हो, जता बसे पनि हुन्छ। रातिको टाइम मेन अगाडि गएर बस्दिउँ न। अगाडिको ड्यासबोर्ड, ड्राइभर सिट, यो चाहिँ पुरै लिक भयो। सिट चाहिँ यस्तो रहेको छ फोल्डिङ। अगाडिको चेयर मात्र हो यस्तो, पछाडिको चाहिँ बेन्च टाइपको छ। डोर क्लोजिङ।
train is for Lucelle Q and B. यो चाहिँ The रोड next म्याप हो station is Roscoffentas. म Passengers चाहिँ are reminded डिइसिसीमा not to leave their जाने भन्ने कुरो belongings छ होइन unattended. هذا القطار متجه إلى टाढै छ 1 2 3 4 5 6 7 9 10 11 12 عدم ترك أمتعته بدون رقابة. 10 12 9 10वटै स्टेसन पार गर्नुपर्छ जस्तो लाग्यो होइन ढोका यही हो अहिले चाहिँ अपोजिट डिरेक्सनमा गइरहेको छ होइन फर्किने बेला चाहिँ यो फ्रन्ट साइड हुन्छ होला होइन अहिले चाहिँ अपोजिट डिरेक्सन भयो अहिले चाहिँ यो फ्लाइओभर माथि छ अहिले एकछिनमा 2टा कि 3टा स्टेसन पछाडि चाहिँ अन्डरग्राउन्ड हुन्छ होइन अहिलेलाई चाहिँ फ्लाइओभर माथि नै छ DECC North फाइनल्ली डिइसिसी भन्ने स्टेसनमा आइयो घर पनि यति अग्लो अग्लो रहेछ के हो यार यस्तो फर्स्टचोटि पो देख्दैछ त यो अग्लो अग्लो घर पो छ त के हो कहाँनिर आएछ यार अचम्म लाग्छ त मान्छे बसेकै पर्थ्यो नि यार यस्तो घरतिर टोपी झर्छ त यो घर हेर्दा त यार के टोपी खस्छ होला यार घर छड्कियो कि के हो यस्तो ल गाइस अब एक चक्कर लगाउँछु होइन कस्तो रहेछ अब देखिहाल्नु भयो यस्तो छ अवस्था कहाँ आइपुग्यो होइन ठाउँ त एकदम राम्रो रहेछ राति त देख्न सक्नुहुन्छ पुरै अग्लो अग्लो घर साँच्चै टोपी झर्ने सम्मको अग्लो रहेछ यहाँ त घर होइन अब अरू अब दुबईहरूमा जस्तो त छैन होला सायद अरे यार यसरी हेर्नुपर्छ त यार अचम्म लाग्छ वेलकम ब्याक टु माई अनदर एपिसोड दिस इज अजय तामाङ आज यता आउँदैछु डिइसिसी भन्ने ठाउँमा होइन यो चाहिँ पुरै ठुल्ठुलो अग्लो अग्लो घरहरू रहेछ तपाईँले देख्न सक्नुहुन्छ होइन सायद होटेलहरू हुनुपर्छ होटेलहरूले गर्दाखेरि चाहिँ घरको बिचमा आएको छु कहाँ हो यो है भन्ने टाइपको फिल आउँदो रहेछ स्ट्रिट सडक पुरै अग्लो अग्लो घरहरू पत्ता लाग्यो आज साइकल लिनु पर्यो घर अरे यार के चाहिँ होला त यार यत्रो बिल्डिङमा यार अचम्म लाग्छ यार नै परेछ
यतिकैमा अब रुम फर्किनु पर्ला जस्तो छ हैन। यहाँसम्म त आयो, ठुल्ठुलो घर पनि हेरियो। रुमको चार भित्ता हेर्नुभन्दा त यहाँ चार कुनामा बिल्डिङ खडा छ, त्यसको डिजाइन कस्तो छ भनेर हेर्न आइरहेको छु। मजा त यसै मजा भइहाल्यो। फ्रेस पेन त्यो पनि भइहाल्यो। अब आफूलाई यहाँ वासरुम जानुपर्ने भएर चाहिँ वासरुम लेट्स सी वासरुम भेट्छ कि भेट्दैन हैन। मार्केट छ भने चाहिँ यहाँ ट्राई गर्छ है त। मोनोप्रिक्स के हो मार्केट हो कि हो हेरौँ है। यहाँ त एकदम भिआइपी सामान रहेछ हेर्दा त। यो मार्केटमा त हामीले किन्न सकिँदैन। रेड पेन्ट डिजिटल सिस्टम छ, अरू ठाउँमा ट्याग लगाएको हुन्थ्यो भने हेर्नु कति चाहिँ बढी छ त। आइटम पुरै डिजिटल सिस्टम छ। यति महँगो छ, राख्ने सिस्टम पनि खतरा छ। 7 रियाल 9 रियाल यो एकदम आइटम छ। सब डिजिटल सिस्टम, एकदम डिजिटल सिस्टम। केही लिन छैन, सिर्फ यहाँ कस्तो छ भनेर हेर्न आएको। खासमा त वासरुम खोज्न आएको हो म हैन। वासरुम छैन भने डाइरेक्ट के भन्ने अब हैन। आटा पिठोले कति 5.75 4.5 मा पाउँछ यो हैन। 5.75 चाहिँ एक कति 1.5 रुपियाँ बढी पर्यो। अब यति महँगो आइटमहरू छ हैन। अन्त चक्लेट हो के अरे, खेलाउन कि चक्लेट हो यो, चक्लेट जस्तो लाग्छ। 12 रियालमा कि कति रियालमा पाउँछ। एउटा त 68 रियाल पर्दो रहेछ। कम्बो सेट 339 को कम्बो सेट के हो यो। के खाने कुरा हैन। 339 को कम्बो सेट के आउँछ यसमा। मोनोप्रिक्स सुपरमार्केट। अब यता कफी 33-26 को के गर्नु हो। टोइलेट खोज्न आएको। सिटी सेन्टर घुम्दैछु। अब कहाँ पुग्छ गाह्रो छ। फाइनली आजको भ्लग चाहिँ सक्यो हैन। अब जान्छु बाहिर, रुम फर्किन्छु। अब है बेला भइसक्यो।